कम्तीमा अबको 5 वर्षभित्रमा राजनीतिले अर्को कोर्स लिन्छ। बडो राजनीतिक दलहरूले भन्छन् कि अब यो भूत बनेको प्रेत बनेको कहाँ चियानबाट आएको राज संस्था फलानु यो आउने सम्भावना छैन फलानु भनिराख्दा आउने सम्भावना छैन सम्भव छ छैन त्यो एउटा कुरा, जरुरी छ छैन अर्को कुरा। तर यो जुलुस जुन राजाको पक्षमा एक हिसाबले नारा जुलुस समर्थन देखिराखेको छ नि, मलाई चाहिँ व्यक्तिगत रूपमा के लाग्छ भने राजालाई माया गरेर भन्दा अहिलेका राजनीतिक दलहरूले गरेको नकामको रिफ्लेक्सन हो के फ्रस्ट्रेसनको रिफ्लेक्सन हो। अति भो दिक्क भए मान्छे यिनै राजनीतिक दलहरूले राम्रोसँग काम गरेको भए गणतान्त्रिक नेपालको संविधान थियो, जनताले बनाएको संविधान थियो, तीनवटै तहको सरकार थियो, सबै कुराहरू चाहिँ अब व्यवस्था आएको थियो, सरकार बनेको थियो, स्थायित्व कायम गरेर मजाले विकास गर्दैको भए राजा सम्झिनु को जान्थ्यो? राजा जसरी गणतन्त्र ल्याउन राजा ज्ञानेन्द्रको हात रह्यो, उनको निरङ्कुश तन्त्र, उनको सोच, उनको लोभ, यो सबै कुराले गणतन्त्र आउने कुराहरूमा चाहिँ नि भूमिका खेल्यो। एक र सहज रूपमा पनि ठूलो रक्तपात नभइकन ज्ञानेन्द्रले त्यो पनि ह्यान्डओभर गरे। त्यस्तै अब यो राजा ल्याउने शक्तिहरू, राज संस्था ल्याउने शक्तिहरू यो रूपमा आउने कुराहरूमा चाहिँ गणतन्त्रवादी भनिएका दलहरू, खास गरेर कांग्रेस एमाले माओवादी बढी जिम्मेवार छन्। किनभने उनीहरूले जति काम गर्नु पर्थ्यो गर्न सकेनन्, त्यसको फ्रस्ट्रेसनको रिफ्लेक्सनको रूपमा चाहिँ नि अहिले यो सडक तातिरहेको म देख्छु।